केपी शर्मा ओलीले कसरी नकल गर्न खोज्दैछन् भने उनले घोषणा गरे, अस्ति भाषण गरे, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताको लागि पत्र पठायो भनेर सबैलाई भने हो कि होइन सारा मिडियामा। केपी शर्मा ओलीले प्रधानमन्त्रीले वार्ताको आऊ भनेर मोर्चाको कुनै पनि घटकलाई र मोर्चालाई चिठी पठाएको छैन। मैले सोचेको थिएँ म 2 दिनको लागि बाहिर गएँ, उहाँ महन्तजीलाई दिएछन् कि भनेर। मोहनजी बाहिरबाट आउनुभयो, उहाँले भन्नुभयो कहीँ हो उपेन्द्रलाई दिएछ कि चिठी भनेर। अनि हामी दुईजना सोच्यौँ कहीँ हामीले नदिएको राजेन्द्रजीलाई दिया होला, अर्कोलाई दिया होला कि भनेर लागेको पनि थियो। एउटा पत्रिकाले छाप्या पनि थियो। पछि हामीले एकअर्कालाई सम्पर्क गर्दाखेरि त कहीँ चिठी नै लेखेका छैनन्। वार्ताको लागि चिठी मोर्चालाई पनि लेखेकै छैन, तर चिठी लेखेर बोलाउँदा पनि आएनन् भनेर संसारलाई ढाँट्ने, झुट बोल्ने कार्य प्रधानमन्त्रीले गरेका छन्।